तसिदेले फ्याफुल्ला नामसेवल छाजो मना नमस्तुदे यहाँहरु सबैमा म गम्बु शेर्पा खिजदेम्बा गाउँपालिका अध्यक्षको नाताले यहाँहरु सबैलाई शुभ बिहानी सँगै यो शुभ बिहानी सँगै शुभ खबर शुभ समाचार लिएर यो भिडियोमा तपाईँहरु माझ आएको छु। हामी खिजदेम्बावासी विगत चाहिँ धेरै महिना अगाडिदेखि नै एकदमै सौभाग्यमानी भएको हामीले महसुस गरेका छौं। सौभाग्यमानी यस मानेमा कि हामीले श्री सदखेन रिमुचे खेमु साङ्गे रिमुचे चाहिँ हामीले बारम्बार खिजदेम्बामा पाउन हामीले सफल भएका छौं। त्यसैगरी खेमु साङ्गे रिमुजेज्यू चाहिँ विगत 3 दिनदेखि हाम्रो खिजदेम्बाको वडा नम्बर 9 को लभव छोटेन मैदानमा त्यहाँ पनि हामीलाई लभवगोङ त्यहाँको छोटेनको प्राण प्रतिष्ठा पनि सक्नु भएर तल फेरि हाम्रो चाहिँ जनता आधारभूत स्कुलको पनि त्यहाँको पनि चाहिँ पूजा आज सकेर फेरि आज चाहिँ यहाँ गुम्बा टोलमा चाहिँ यो चाहिँ छौचु छोटेनको पनि आज प्राण प्रतिष्ठा र पूजा हुँदैछ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ सबैको श्रमदानबाट बनेको सबै मनको आस्थाबाट बनेको गुरु पद्म सम्भवको कु 3350 मिटर अग्लो जो नेपालको 7 अग्लो डाँडा मध्येको एक थोले देम्बा डाँडामा त्यसमाथि पनि तपाईको 25 फिट अग्लो गुरु पद्म सम्भवको कु चाहिँ निर्माण सम्पन्न भएको हुँदा सोही गुरु पद्म सम्भवकोलाई प्राण प्रतिष्ठा सँगै चाहिँ छेबचुको दिनमा एकदम पवित्र गुरु पद्म सम्भवको पवित्र चाहिँ अथवा हामी सबैलाई छेवाङ ओङ भनेकी नेपालीमा आयु अभिषेक पाउने भएको हुँदा यो अवसर चाहिँ हामी खिजदेम्बावासीले मात्रै होइन आसपासका सोलु लिखिपिके सोलु दुधकुना नगरपालिका मोलुङ गाउँपालिकाको चाहिँ 7 नम्बर वडा पातले चाहिँ त्यसै गरेर चाहिँ यता चम्पादेवी आसपासका तपाईहरु जहाँ हाम्रो हाम्रो आवाजको दायरामा हुनुहुन्छ यहाँहरु सबैलाई हृदयदेखि खिजदेम्बाको तर्फबाट चुली निम्तो दिन गर्न चाहन्छु। 25 गतेको बिहान तपाईहरु 9:30 देखि 10 बजे भित्रमा देम्बा डाँडामा प्रस्थान गरिसक्नुपर्ने सूचना पनि यहाँहरुमा सम्प्रेषण गर्न चाहन्छु। दिउँसो 12:30 देखि 1 बजे भित्रमा ओङ सक्ने भएको हुँदा यहाँहरु सबैले समयमै बिहानै पाल्नु भई त्यहाँको चाहिँ लाली गुराँसहरुसँग त्यो 3350 मिटर अग्लो र सगरमाथाको काखमा त्यहीमाथि पनि आयु अभिषेक र त्यो पनि अरूबाट होइन श्री खेन रिमुचे गुरुबाट चाहिँ उहाँको मुखा र उहाँको चाहिँबाट हामीले ओङ पाउने भएको हुँदा यो अवसर एउटा यो ब्लेसिङ यो चाहिँ अविस्मरणीय क्षण भएको हुँदा यो समय यो अविस्मरणीय क्षणलाई तपाईहरुले मोर अभिषेक भनेर तपाईहरुको आफ्नो गरादशा सबै चाहिँ काट्नको लागि पनि तपाईहरु सबै पाल्दिनु होला। हामीले चाहिँ खेन रिमुजेज्यूलाई यो सानोतिनो कुरा होइन हामी एकदमै सौभाग्यमानी छौं। हाम्रो पवित्र भूमि हामी चाहिँ पहिला नै सोनाम साक्षी गरेर रहेछ भनौं न हैन चाहिँ एउटा पहिला चाहिँ ठुलो मान्छेहरुको सोनाम साक्षी गरेर हामीले चाहिँ ठुलो मान्छेहरुको पाउ चाहिँ पाइरहेका छौं। हामी एकदमै सौभाग्यमानी छौं र हामी खिजदेम्बावासीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट गुरुको चाहिँ भर्खरै चाहिँ 15-20 दिन अगाडि मात्रै उहाँको चाहिँ जन्म उत्सव चाहिँ भएको हामीले विभिन्न सामाजिक सञ्जालमा मैले जर्मनबाट देखेँ। हामी सदैव हामी सबैले प्रार्थना गर्छौं कि गुरु खेन रिमुजेज्यूको लङ लाइफको लागि हेल्दी लाइफको लागि चाहिँ हामी प्रे गर्छौं र हामी चाहिँ धेरै वर्ष उहाँ चाहिँ हेल्दी बाँचोस् भन्ने कामना गर्छौं। कामना यस माध्यममा कि हामी जस्तो अयोग्य हामी जस्तो नबुझेकोहरूलाई धेरैलाई चाहिँ बाटो देखाउन अझै बाँकी छ। उहाँको प्रवचन उहाँको छेउबाट हामी धेरैलाई चाहिँ स्वर्ग जाने बाटो देखाउन सँगसँगै यो समाज रूपान्तरणमा सुशासनको कुरामा बुद्धको छिगहरू चाहिँ हामीले सुन्नुपर्ने र सिक्नुपर्ने भएको हुँदा हामी सधैँ गुरु रिम्पोचेको लङ लाइफको र हेल्दी लाइफको प्रार्थना गर्दछौं। साथै अन्त्यमा 25 गते बिहान देम्बा डाँडामा तपाईहरु सबैजना चाहिँ 10 बजे आइपुग्नको लागि हार्दिक अनुरोध गर्छु। यो अनुरोध गाउँपालिकाको तर्फबाट पनि र आयोजकको तर्फबाट पनि र यो छेवाङ कार्यक्रम तपाईको सानोतिनो आयोजकले र हामीले चाहिँ आयोजना गर्दा यो धेरै कस्टिङ पर्ने भएको हुँदा धेरै यसको चाहिँ प्रक्रियाहरू भएको हुँदा आयोजकज्यूहरूले सारै ठुलो चाहिँ उ गर्नु भएको छ। यसलाई तपाईहरु सबै त्यहाँ पालेर साकार पार्दिनुस् र गुरुको हातबाट तपाईहरु सबैजना आशीर्वाद पाइ तपाईहरु सबैको लङ लाइफको ब्लेसिङ पाओस् भन्ने हामी शुभकामना साथै आउँदै गरेको नयाँ वर्ष 2082 को पनि पावन अवसरमा यहाँहरु सबैलाई अग्रिम शुभकामना दिन चाहन्छु। थुचिसे तास्तेले फ्याफुला नामसेवल छाजलो जोरले नमस्ते।